हामी चाहिँ अब पटैयाबाट चाहिँ निस्क्यौँ है। चट्टबारमा अब ब्याङ्ककतिर हो हाम्रो प्रस्थान। ब्याङ्ककतिर हिँड्दै हो हामी चाहिँ चट्टबारमा है। फ्रेस भएर सब रेडी ट्याकटुक गरेर हाम्रो लगेज पनि आइपुग्यो है। आज हिजो बेलुका आइपुग्यो लगेज पनि। त्यस खुसी लाग्छ। कपडाहरू फेर्न पायो। एउटै कपडाको थियो। त्यो कपडाले के गर्ने भन्ने सोच भइरहेको थियो, तर भयो, आयो, ठिकै भयो होइन। चट्टबारमा भाइब चाहिँ नेपालको भाइब छ। सबै रमाइलो गर्दैछ रमाइलो भइरहेको छ रमाइलो। चाहिँ मन्दिरमा ल्याएको छ है आज हामीलाई चाहिँ। अब यो ब्याङ्ककको मन्दिर रे अब हेर्दै जाऊँ कस्तो छ होइन। चट्टबारमा त्यही हो रमाइलो भइरहेछ। अलिकति भनेको पानीले घात गर्यो, नत्र अरू त सबै ठिकै छ। लगेजको डर थियो, लगेज पनि आइहाल्यो। अब बिस्तारै बिस्तारै रमाइलो गर्दै जानुपर्छ। हामी गुम्बामा आइसक्यौँ है। लगभग यो चाहिँ सबै यो बुद्ध भगवान चाहिँ सबै सुनको रे क्या, सबै सुनको हो रे है। अब हेरौँ कस्तो छ बुद्ध भगवान। बाहिरबाट यस्तो छ भाइब्स, सुनको रे क्या, सब सुनको हो रे क्या। फेरि भगवान है सुनको रे, सुनको रे सुनको रे। गयो सबै फोटो खिचेर लास्टमा भयो। देन फाइनली केटा है हामी चाहिँ अहिले होटल आइपुगेको अवस्था। यो चाहिँ हाम्रो होटल आजको स्टे। 2 डेज हामी बसिन्छ होला यहाँ। 2 डेज बसेर चाहिँ हामी रमाना सिङ्गापुरतिर हुन्छौँ है। अनि त्यही हो, अब पानी परिरहेको थियो। कुनै ठाउँमा सेम नेपालको जस्तो छ कि वातावरण पनि यहाँ। कुनै ठाउँमा पानी पर्छ नि होइन, कुनै ठाउँमा पानी पर्दैन कि होइन। त्यो पोखरा त्यो नेपालको जस्तो छ नि त नि है। वेदर त थाहै हुन्न कि सेम पोखरा के, पोखरा हुनाले नेपाल के। अब कुनै ठाउँमा हातमा पानी परेछ, कुनैमा पानी परेन। अब के भन्नै नसकिने कि। अब यही हो होटल चाहिँ, यही हो। बवाल छ तर होटल चाहिँ। अब भित्रबाट होटल चाहिँ बवाल छ के। अब भित्रबाट हेरौँ कस्तो छ के छ भन्ने है। अब बाहिरबाट त राम्रै देखाएको छ के होटल चाहिँ। अब भित्रबाट कस्तो छ भन्ने हो। त्यही हो, हेर्दै हिँडौँ कस्तो छ होइन। बाहिरबाट त राम्रै छ के। अब भित्रबाट कस्तो छ नि हेरौँ, सुके त्यसपछि थाहा हुन्छ है। होटल त यताको प्रायः जस्तो त 5 स्टार 3 स्टारहरू नै हुन्छ है। सबैजना आएर बसिरहेको छन्। बाहरू, बा आमा, सोल्डे दिदीहरू चट्टबारमा सबैजना। फाइनली अहिले चाहिँ हामी रुममा आइयो है। ब्रदरले अब रुम घुम्न लागेको छ। चट्टबारमा अब रुमतिर हिँडौँ अनि रमाइलो गर्नेतिर लागौँ है। कस्तो हुन्छ यो पारामा रहेछ रुम चाहिँ। दामी छ रुम पनि, नट ब्याड है। दामी छ रुम पनि, दामी 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 रहेछ रुम त। ल दामी छ नि होइन। रुम चाहिँ बवाल गरेर चाहिँ आजको चाहिँ। आज चाहिँ चित्त बुझ्ने है। आज चाहिँ रमाइलो हुने हो। अब बेलुका बेलुका साथमा डुल्न जानुपर्छ सबैजना मिलेर चट्ट रमाइलो गर्दै। त्यही हो। ल अब यसो डुल्न निस्केको हामी चाहिँ सबैजना है। अब होटेलमा एकछिन के बसिराख्ने, एकछिन डुलम के भेट्छ अनि जाम्ला हुन्छ हिँडेको। चट्टबारमा हामी चाहिँ टोलीहरू अगाडि अगाडि हिँड्दैछन्। यहाँ ब्रो भइगयो, यो दिदी भइगयो। डिम्पल पो दामी हुँदो रहेछ। पारी भन्ज्याङैमा तिम्रो नाउँ बोलाउला। आमा त के हो कसिँदै हिँडेछ त। पुरा लुङ्गी तान्दै कसिँदै हिँडेको क्या आमा। आमा चाहिँ लुङ्गी तान्दै कस्तो हिँडिछन् कहाँ।
अब यसो डुल्न पनि अब हावा खाम अब भयो ठिकै भयो नभए नेपालीको हाम्रो उहाँ मैले किनेको सर्भिस पनि हुँदो रहेछ यहाँ त्यहाँ नेपालीको नम्बर मागेको थिएँ उहाँको काठमाडौँको भोलि बरु त्यसलाई बोलाएर बरु पैसा दिनुपर्छ भने जिम लाग्यो बरु सबै मिलाएर फरक खाएन क्या त्यो यहाँ पनि अहिले कन्ट्याक्ट भएन अरे मेरो नम्बर पठाइरहेको छ अहिले कल गर्छ ए एकदम ठिक भयो बरु सबले उठाएर पैसा दियो नि त्यो फरक खाएन बुझ्नु भयो भने अहिले उसकै गाडी आएको ट्राभल एजेन्सीको गाडी भइ नै हाल्छ निस्क्यो टोली निस्क्यो डुल्न निस्क्यो कति रहेछ यो 13 गल्ली 11 त्यो चाहिँ बिर्सिनुहुन्न क्या यहाँको स्कुटर हाम्रो बाइकभन्दा लाउड हुँदो रहेछ क्या काठमाडौँको आकाशे पुल हो काठमाडौँको आकाशे पुल हिँड्दैछौँ है गाइज हामी चाहिँ फोटो खिच्दैछन् हाम्रो पार्टीहरू फोटो खिच्दैछन् अब त्यही त फोटै हो खिच्ने होइन अब के नै गर्ने हो र फोटो खिच्दै हिँड्ने हो च्याट्ट 12मा एउटै स्मेल आइरहने क्या चामल जस्तो है जहिले जति याद गरिरहेको सब दोकानमा चाहिँ यहाँहरूको बास्नै चामलको बास्ना आउने कि अहिले पनि चामलकै बास्ना आइरहेको क्या सी फुड त्यो के यस्तो कुरा हो डुल्दै जाम कहाँ पुगिन्छ भन्ने थाहा छैन जता पुग्छ त्यसलाई जाने हो अरूभन्दा नहराओस् त्यही हो तर लोकेसन ट्र्याक भएको हराहरू चाहिँ हरूलाई फुट्नु भएन ए मलाई खासै मन पर्दैन केएफसी त यो 7-11 भन्ने चाहिँ यो थाइल्यान्डको चाहिँ जहाँ पनि हुँदो रहेछ कि यो एकदम चलेको दोकान रहेछ कि अर्को 7-11 भन्ने चाहिँ होइन यहाँको चाहिँ लाग्छै रहेछ कि 7-11 भन्ने चाहिँ हाम्रो ठुल्ठुलो डिपार्टमेन्टहरू भने जस्तो यो चाहिँ 7-11 भन्ने चाहिँ है यहाँको ठुलो बिग मार्ट भने जस्तै भनौँ बिग मार्ट भने जस्तो सेम बिग मार्ट भने जस्तो रहेछ यहाँको खोज्दैछन् पार्टीहरूले के खोज्ने हो अब भयो यो बिम्बल भएपछि क्या त्यो हातको त हात चाहिँ हामीले क्यामेरा गर्दा त्यसरी हल्लिन्छ नि त होइन यो बिम्बल भएपछि के लगभग भने त्यो भनेको चाहिँ अब 75% जस्तो चाहिँ नहल्लिँदो रहेछ कि है सब केएफसी भनेर मर्छ नि तर मलाई त्यति मन पर्दैन कि केएफसी भनेर है यहीँ पनि कपडा हेरेर बसेछन् कि अब खानेकुरा हेऱ्यो होला भने त यहीँ आएर पनि कपडा हेरेर खै कता कता लान लाग्छ यिनीहरूले कता कता जाने हो अब कता कता पुगाउँछन् त्यतै जाने हो खासै मिठै हुँदैन कि अहिले हेर्दा त खासै मिठो देखिन्छ लिची है हाम्रो नेपालको लिची यो चाहिँ यहाँको लिची है त अब चाखा म आमाले चाख्न लाग्छन् मिठो छ चाखा पनि यहाँको लिची के हो लिचीदेखि यहाँको सेम लिची छ है सेम लिची यार कस्तो छ मिठो छ सेम लिची है टिकटकमा देखेको थिएँ आज चाहिँ अब यहीँ खोजे त नेपालमा नै होला क्या यो है मार्केटतिर कि छैन होला है हुँदैन होला मैले यस्तो चाहिँ देखाएको छैन के छैन कि अलिक यस्तो बोक्राबाट यस्तो कुरा निस्केको छ अब चाखम है कतिको मिठो छ सेम हाम्रो लिची हो क्या यो यहाँको लिची होइन मैले देखाएँ एउटा चाहिँ हाम्रो त्यो नेपालतिरको लिचीको यो चाहिँ यहाँको लिची है कस्तो हुन्छ चाखम यस्तो लिची है केही फरक छैन हेर्दाखेरि अर्को देख्ने हो अनि त्यसको बिहा चाहिँ अर्को हुँदो रहेछ नत्र त सेम छ लिची नै यहाँको कटर हो यो टिकटकमा डेन्जर देख्थेँ यहाँ रहेछ है काटेर रेडी छ त्यसको बिहा चाहिँ यस्तो हुँदो रहेछ यो चाहिँ क्या डेन्जर बुटौडा झार्छ क्या यो डेन्जर अल्कोहलको बुटौडा झार्छ है कतिले टिकटकमा पनि देख्यो होला यो कटर झारेको बाहिरतिरको यहाँ बुटौडा झार्छ नि बोराले च्याप च्याप गरेर साउन्ड चाहिँ यही हो क्या कटर हो यहाँको यो चाहिँ के किनेछन् के किनेछन् अब रुममा गएर चाख्ने हो सबैको एक घन्टा चाख्ने हो के किनेछन् सबजनाले के कुन 28 रुपियाँ हो 28 रुपियाँ यो ल आज सब चाख्नु पर्छ ल
मार्केटै लिइसकेको छ आज टोटली मार्केटै फुल हाम्रो अब सीफुड जाने सीफुड नै रहेछ हेर्दै जाम कस्तो छ तर खाना त मन लाग्दैन हेर्ने मात्र हो खासै मिठो त हामीलाई त लाग्दैन है अझै बाँकी किन्दैछन् अझै पुगेन हाम्रो जनतालाई अझै किन्दैछ नि यो पनि मिठो हुँदो रहेछ है तर के हो पनि यसको नाम मिठो छ यार अरूभन्दा पानीले झ्याउ गऱ्यो कि न त डुल्न त मजा हुन्थ्यो है पानीले झ्याउ गऱ्यो कि जाम 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 लो जाम 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 ल हिँड्नु आमा हिँड्नु आमा सिफुड आयो सिफुड आयो है सिफुड बाँच्नै नमिठो आउँदो रहेछ यार गन्धाले चावला जस्तो भन्छ यार किलो खानै मन लाग्दैन माछाको भण्डार रहेछ लगेडा आमा कत्रो कत्रो माछा चाहिने है डेन्जर रहेछ यार माछा त अक्टोबस यी केटा यस्तै होइन देख्ने ल केटा कुखुराको रहेछ मासु के हो यस्तो गडेउला हो क्या हो गडेउला होला नि अब हामी निस्क्यौँ अब हामी चाहिँ ब्याक टु होटेलतिर लाग्यौँ अब है होटेलमा गएर खाना भन्नु पर्ला दिदीहरूले अब फ्रुटहरू लिएको छ त्यो फ्रुटहरू अलिअलि खाम्ला रोटी नभन्ने भए यतै अब उतै जाने उतै जाऊँ रात पर्छ अलिक ढिलो हुन्छ होटेलमा जे पाउँछ देखाइदिउँ अब झ्याम जाउँ यसो अर्डर गरौँ हेरेर यता गयो नि है यो तल गयो भने चाहिँ त्यो एरिया बुझ्यो के भाषै नबुझेर इङ्ग्लिस पनि मठै हुने त अनि न त त्यो गुगलबाट ट्रान्सलेट गर्ने खालि एप डाउनलोड गऱ्यो त है भइहाल्थ्यो त अनि त्यो गुगलबाटै ट्रान्सलेट गर्ने एप डाउनलोड गर्नु पऱ्यो नि पाउँछ पाउनु त थाइल्यान्डको राजकुमारीसँग बिहा गरेर बस्यो भने त बुले खाएर हैरान पार्छ होला झ्याउला त्यो हरियो त्यो प्लास्टिक होटेल आयो अब हेलो एन्ड गुड मर्निङ एभ्रिवान आज सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ न्यू डे न्यू ब्लग है अनि आज चाहिँ हामी ब्याङ्कक जो पानी परेर राम्रोसँग डुल्न पाएन अनि आज चाहिँ सब वान डे छुट्टी दिएछ आफ्नै पर्सनल घुम्ने तालले है अनि त्यो भएर हामी चाहिँ निस्किएको अब तिनवटा ट्याक्सी रिजर्भ गऱ्यो एउटा अगाडि छ एउटा बिचमा हामी एउटा ब्याकमा छौँ है हामी चाहिँ सफारी वर्ल्ड र मरिना पार्कमा आइपुगेका छौँ है चट्टबारमा यो दुईवटा रहेछ हामी जानु पनि लास्टै महँगो रहेछ तै पनि है राम्रो छ एकचोटि हेर्दै जाऊँ कस्तो के छ होइन त्यो त हामी रहेछ है अहिले चाहिँ हामी जूतिर आएको छौँ है टिकट काट्दैछन् यहाँ दिदीहरूले अब टिकट काट्दैछन् त्यही हो आएको छौँ यहाँ छौँ अब बाहरू नि आइसकेको रहेछ हामी खोजेको बाहरू नि आइपुगेको रहेछन् ल ठिकै छ दामी रहेछ गाडी चाहिँ है यही हो केटा हो पार्क है दामी रहेछ तर डेन्जर महँगो रहेछ क्या फेरि है दामी त दामी छ क्या यता नि दामी त दामी रहेछ है तर डेन्जर महँगो के बाघको बच्चा एभ्रिथिङ के जेलाई पनि टच गर्न पाइने है अब के गर्नु त फेरि लास्टै महँगो क्या फेरि है गर्न त मन लागेको थियो सबैजनाले गरमै भनेर आएको बाघको बच्चा छौँ सबै गरम भनेर आएको प्लानमै आएको तर के गर्ने त अब लास्टै महँगो परेको है त्यस्तै छ अब के गर्ने तैपनि हेरौँ अब के हुन्छ कस्तो हुन्छ होइन चट्टबारमा हेर्दै जाम रमाइलो गर्दै जाम के हुन्छ कसो हुन्छ होइन ए हाम्रो टोलीहरू सब फोटो खिच्दैछन् दामी रहेछ कि बुढो है हेर न ल यस्तो दामी छ यस्तो हो क्या बनाउने भनेको खै हाम्रो नेताहरू साला पैसै मात्र खान खोज्छन्
दामी रहेछ नि त फोटो खिच्ने ठाउँ त त्यहाँ चाहिँ दामी रहेछ फोटो खिच्ने ठाउँ जम्मा अब सबैजना त्यहीँ छन् यहाँको राजा रहेछ क्या यो ल फोटो खिच्दैछन् हामी सबैजना दामी छ केटा दामी छ एकदम दामी छ है दामी छ है जो ब्याकग्राउन्ड चाहिँ भर्खर छ मिठो भएन खानेकुरामा एउटा यार चाहिँ वहाँ त यसो पटाया भन्ने त्यो ठाउँको त होटलको त मिठै थियो है एकदम मिठो यहाँको चाहिँ अलि मिठो भएन है यहाँको ब्रेकफास्ट कस्तो लाग्यो बिहानको पटाया भन्दा यहाँ नराम्रो हो त्यो भुटेको भात मात्रै भुटेको भात यति खाएर त्यो पाउरोटी दुईटा खाएको त्यति रुच्दै रुचेन अरे आमालाई पनि मलाई पनि रुच्दै रुचेन ओ सही हो सही हो तीनटा पार्क रहेछ क्या एउटा सफारी पार्क भनेर एउटा यहाँ एउटा गेट अनि यहाँ सफारी ओल्ड भनेर एउटा गेट होइन अनि यहाँ चाहिँ त्यो मरिना है कि के लेखा जस्तो लाग्थ्यो मरिना पार्क भन्ने तीनटा रहेछ क्या खासमा गरेर चाहिँ यहाँ एउटा भयो यो के अरे सफारी पार्क भनेर यो चाहिँ एउटा मरिना पार्क अनि यो सफारी ओल्ड भनेर चाहिँ तीनटा रहेछ क्या ट्याग गरेर लगेर चाहिँ बवाल छ क्या के अरे बाबा साँचो हो र साँचो त्यहीँ छ चलाएर हिँड्नु होला जस्तो चाहिँ पाएको नि त यही लिएर बजार जानु होला जस्तो छ नि त हामी त दामी छ क्या ट्रेन तर हेर न कस्तो दामी छ केटाकेटाहरू मिलेर आउनुपर्छ घुम्नुपर्छ चट्टबारमा त्यही हो यता टोलीहरूले चाहिँ ट्याक्सी खोज्दैछन् प्राइस मिलाउँदैछन् के कसो हो भनेर चट्टबारमा घुम्न जानुपर्छ ट्रेन बवाल छ यहाँको ट्रेन हेर्नु न ढुङ्गाबाट कस्तो दामी बस्ने ठाउँ बनाएको क्या नेचुरल है यस्तरी बनाउनु पर्छ कि हेर्नु कस्तो दामी बनाइदिएछ नेचुरल तालले बनाएको छ यसले कस्तो दामी बनाइदिएछ यस्तरी पो त बनाउनु त हामी चाहिँ ब्याङ्ककको इन्द्र स्क्वायरमा आएको छौँ है टक्क सबभन्दा सस्तो बजार रे हेरौँ कस्तो छ चट्टबारमा भिडियो दिन्छ कि दिन्न यार खोज्दैछन् अब के खोज्ने हो अब के लाने हो सब हेर्दैछन् यहाँ रहेछ नि त यार यो गोप्रो ड्रोनहरू त है यहाँ साट्थ्यो होला यार हेर आउनु पर्यो रहेछ यार गोप्रो यार एक्सचेन्ज हुन्थ्यो होला यार है तर त्यति राम्रो ड्रोनहरू चाहिँ होइन क्या ब्रो यो ड्रोन त त्यो नेपालतिर त 3500मा पाउने हाल्ने ड्रोन हो ल आइफोन यहाँ पनि रहेछ एउटा ड्रम सेट के कस्तो ड्रम सेट त्यही नचाहिने कि है पियानो नि हेर न ल यत्तिकैमा के बजाउन मिल्ने क्या यत्तिकै किन बज्ने क्या अब ल हेर न बजाउ त हेर न कस्तो दामी क्या ड्रम सेट त बजाउ त ल दामी हान्दो रहेछ त यार यस्तै ड्रम सेट के केटा हेर न ल अब कस्तो दियो यार कितना पड़ेगा ये कितना पड़ेगा ये हाउ मच 800 बात नेपाली बोल्न सक्ने हजुर नेपाली हो ए आफू नेपाली हो र गोर्खाली हो ल खुसी भयो आफूलाई भेटेर दामी रहेछ क्या ड्रम सेट तर यार
घरमा पोर्टेबल गर्नलाई नि के त्यही नजाँदो रहेछ त ठुलो ड्रम सेटै नजाँदो रहेछ त है स्पिकरमा जोड्यो स्पिकरमा जोडेर हेर न ल नयाँ आले ड्रम के दामी दामी यहाँको 800 भाट्रे होइन नेपाली चाहिँ 3200 पर्यो सस्तै हो यार केटा यार धेरै खासै महँगो पनि होइन यार सस्तो हो है यस्तो दामी हानेर आएको छ हजुर रियल ड्रम जस्तो फिल आइरहेको त अनि तर त्यति महँगो चाहिँ नरहेछ केटा हो 800 भनेको यहाँको भनेको त 800 भने 800 को 32 3200 रुपियाँ जस्तो पऱ्यो सस्तै रहेछ है ड्रोन पनि हेर न ल गोप्रो मिल्दैन यहाँ गोप्रो माथि एक्सन हुन्छ कि उनीहरूलाई गोप्रो एक्सन त हुन्न है कतिको सस्तो छ यहाँ गोप्रोहरू यहाँको हजार त्यो फेरि त्यो डुप्लिकेट गोप्रो होइन नि त ओरिजिनल चाहिँ मसँग हिरो हेड थियो मैले फेरि घरमा छोडिदिन्छु क्या कोठामा हो ल है यो भिक्स लिएर गयो भने त राम्रो हुन्छ र सबभन्दा राम्रो भिक्स थाई भिक्स हो कि यो ओरिजिनल र डुप्लिकेट हुन्छ कि यो डुप्लिकेट हो फेरि यसमा फेरि ओरिजिनलमा चाहिँ त्यो केटीको फोटो भएको हुन्छ कि एकदम बेस्ट हो तपाईँलाई लिएर गयो भने यो त नेपालमै आउँछ यार यो मकैको त होइन र यो त नेपालमै आउँछ कि आउँछ 70 रहेछ टी सर्ट खोजेको जाम हामी यता होला नि त टी सर्ट त अनि माथि पनि तल रहेछ कहाँसम्म झ्याउने यार यत्रो भइरहेछ हेर्दै कन्फ्युजन के यहाँ रहेछ नि राम्रो राम्रो कपडाहरू त टी सर्टहरू त अनि जाङ्गेहरू मार्केट बप्पाल मार्केट रहेछ कि यो है भवाल मार्केट रहेछ क्या 160 रुपियाँ रे मिठाको 1000 रे भनेको त 1000 भनेको 4000 2000 पर्यो नेपाली होइन ठिकै हो क्यापहरू पनि दामी हो त है ल बच्चाहरूको कपडाहरू चाहिँ यहाँ रहेछ ट्रान्सफर्मर्स दामी रहेछ कि बच्चाको लागि त है होइन क्युट रहेछ बच्चाको लागि चाहिँ दामी रहेछ बच्चाको लागि चाहिँ नमस्ते हजुर गाइज हो सबै गाइज हो सबैजनाले आफ्नो मान्छेलाई गिफ्ट लिएर जानु लाग्छन् है चट्टाबारामा यहाँ दिदीहरूले पनि किन्दैछन् उहाँ हाम्रो दिदीले किन्दैछ यो केटा हो घडी किनौँ भनेको कस्तो छ एकचोटि एउटा यो गोल्डमा छ होइन एउटा यो गोल्डमा छ एउटा चाहिँ यो गोल्डमा छ एउटा यो गोल्डमा भइहाल्यो सुन कलरमा होइन सुन कलरमा दामी देखिन्थ्यो क्या सुन कलर सुनै भएर हो क्या दामी देखेको यो झिल्के देखेछ है झिल्के देख्यो अरे त यो त सबै भयो Black also nice now. Black nice na. Yeah. Black is any cloth is a match na black color. यो दुईटा कलरमा हो त अब भएको हैन यो दुईटा कलरमा हो Golden color is look aged na. Look aged. यसको ओल्टी गोल्डनमा हो कि ब्ल्याकमा भनेर दुईटामा कन्फ्युज छ तर ब्ल्याक नै ओके भइसक्यो हामीबाट है प्लास्टिक नहीं डाला है क्या नहीं डाला है वाटरप्रूफ प्लास्टिक डालना चाहिए नहीं वाटरप्रूफ है ये वाटरप्रूफ घडी लियो है कुरा हो एउटा चाहिँ चट्टाबारामा यो अब थाइल्यान्डको सपिङ भनेको चाहिँ घडी मनपर्छ क्या मलाई नि एकदम अनि त्यही भएर चाहिँ घडी लियो है किताबको कति भाग चाहिँ 500 भाग होइन 500 भाग पर्यो नेपाली 4,520 भनेको 2000 जस्तो पर्न गयो क्या 2000 जस्तो पर्यो ठिकै हो जस्तो लागिरहेको छ है अब हेरौँ कस्तो के हुन्छ है राम्रो लाग्छ क्या त्यो भएर एउटा गिफ्ट भने नि लियो है थाइल्यान्डको एउटा गिफ्ट अब चाँडै बिग्रे नि मतलब भएन क्या
अब गिफ्ट भनेको त गिफ्टै हो एउटा होइन चिनो भनेको चिनो थाइल्यान्डको एउटा चिनो यो चाहिँ यहाँको 500 बाट है 500 बाट यो 2000 हो कि हाम्रो नेपाली भनेको हजुर नखाने रजनीगन्धा त 500 रुपियाँ 2000 जस्तो पर्यो ब्यागमा हाल्नु पर्यो होइन चट्ट पारामा एउटा गिफ्ट भनेको यही हो यो कति राम्रो भइहाल्छ कति राम्रो छ कति राम्रो गर्लफ्रेन्ड भएको भए सबलाई गिफ्ट लिएर जानु हुन्थ्यो अब गर्लफ्रेन्डै नभएपछि अब के भन्नु त गर्लफ्रेन्ड पनि भाग्यै नभएर हो क्या हेर त को साली गर्लफ्रेन्ड भएको भए यति राम्रो घडी आइपुग्थ्यो हेर त गर्लफ्रेन्ड अब के गर्नु त यो त कति राम्रो घडी हो क्या हेर न यार आमा कति राम्रो घडी हो क्या यस्तो पनि कस्तो राम्रो देख्छ कति राम्रो छ हेर त यो गर्लफ्रेन्डलाई लिएर जानुहुन्थ्यो छैन अब के गर्ने दामी रहेछ क्या घडी खोइ कति राम्रो देखेछ त राम्रो छ घडी त दामी छ घडी हेर त यो घडी लगाउने हात कुन चाहिँ हो योलाई लेफ्ट यो गोल्डनमा पनि दामी छ क्या एउटा घडी चाहिँ फेरि लगाइदिनुहोस् त कस्तो देख्दो रहेछ पिङ्कै लगाइदिनु लगाइदिउँ त ब्रो ओ ल दामी राम्रो देख्ने भने मान्छे राम्रो भएपछि त होइन के हो र खै यता हेरौँ न यता कस्तो लजाउनु हो मान्छे राम्रो भएपछि त त्यसै राम्रो दिन्छ नि नलजाउनु न के भाषा बोल्नु भएको नि ए बर्मा भाषा बोल्नु भएको तपाईँ पनि बर्मै हो बेसी राम्रो हुँदो रहेछ क्या बर्माहरू त बर्मातिरको टन्नै हुँदो रहेछ क्या त तर सबै राम्री फेरि सबै राम्री हुँदो रहेछ एउटा बिहा गर्न चाहिँ बर्मै जानुपर्छ एउटा तपाईँले त्यो लिएको माला हो ल दिदीले चाहिँ यो लिनुभयो मैले वाच लिएँ यहाँ ब्रदरले आफ्नो छोरी दाइको छोरीहरू अङ्कलको आन्टीको छोरीहरूलाई हेर्दै हुनुहुन्छ केही लगाइदिने भनेर मैले एउटा वाच लिएँ दिदीले कपडाहरू लिइसक्नुभयो हाम्रो साथी सिङ्गल हो क्या हाम्रो साथी सिङ्गल हो गुरु तपाईँ सिङ्गल हो कि हो र मेरो छोरो छ ए सरी अलि छिटो भएछ हो त हाम्रो हेर्नु त लैसक्थ्यो नि हाम्रो सोल्टीले यहाँको हो र हामी गुरुङ हो हजुर बर्मामा स्कुलमा ब्लास्ट भएर 50जना बच्चाहरू गयो गर्लफ्रेन्ड हुने भएर केटी हो 8-10 वटै घडी लाउन पाउँथिस् अब खाइस् आमा कुन जात हुन्छन् बढी बाहुन छेत्री छन् बढी फेरि बाहुन छेत्री नै मनपर्छ क्या मलाई फेरि गुरुङ भएन ए छ गुरुङहरू पनि छ खोज्दैछु मक्खाहरू फेरि ढल लगाएर म यहाँ जाने हो म त सिङ्गल हो के अरे नेपाल जाने हो नजाने नजाने रे यार नेपाल नजाने पत्याएन बर्बाद भयो म अब यहाँ झुन्डेर मर्नु पऱ्यो यार म छोरी भन्छु ल अब त तिमीले छोरी मैले बुहारी त भइसक्यो उसलाई बेला पठाइदिन्छु म पैसा दिएर बेला जान्छु ल 5 लाख रुपियाँ दाम दिन्छु घुमेर कुन चाहिँ मन पर्यो भाइ यो म यही यो त हाबी रहेछ डेन्जर है ल बल्ल हामी खाना खाएर निस्क्यौँ है सबैजना अरूहरू कता छन् अब खोज्दै जाने हो अब जोइनको पसल हो त्यहाँ रहेछ वेटको जोइनको पसल दामी छ ल चाहिँ अब
होटेलतिर लाग्यौँ है। अब थाक्नु पनि थाक्यो, अब भ्यू पनि थाक्यो, सपिङ गरेर पनि थाक्यो। बिल्डिङ पनि ठुलो छ क्या, डेन्जर ठुलो क्या बिल्डिङ। हेर न आमा ईश्वर छ बिल्डिङ। यो केटी भन्ने जहाँसँग कहिले पनि सपिङमा हिँड्नुहुन्न क्या, कहिले पनि पछि हिँड्नुहुन्न। यो लास्ट झ्याक अड्याक गर्छ यार। एउटा दोकानमै 1 घन्टै बिर्सिन्छ यार यसरी मान्छेहरू यार है। यहाँ आत्तिसक्यो कतिखेर रुममा जाम भनेर, गर्मीले आत्तिसक्यो कतिखेर रुममा जाम भनेर उहाँहरू वास्तै छैन, सपिङ गर्दै बस्नु पर्यो। यहाँहरूको नाइट दोकान थाप्ने बेला भयो यहाँहरूको चाहिँ अब नाइट पसल थाप्ने बेला भएर चाहिँ यहाँहरूको ठ्याक्कै यहाँहरूको नाइटमै मजा हुन्छ कि। अब जति अब यो नाइटमा पुरै बजार लाग्छ कि। अब यहाँहरूको सब ओपन गर्दैछन्, अब बिस्तारै सबै ओपन गर्दैछन्, बिस्तारै ओपन गर्दैछन्। त्यही हो, छोटीलाई फेरि यस्तो सौडाहरू चाहियो रहेछ होइन, त्यो भएर हेर्दैछन्। यहाँहरूको नाइट मार्केट सुरु भयो क्या बल्ल। जब रात पऱ्यो तब नाइट मार्केट सुरु हुँदो रहेछ कि यहाँहरूको। दामी छ नाइट मार्केट चाहिँ, एकदम सस्तोमा छ है। यहाँहरूको त स्कुटर हाम्रो बाइकभन्दा बढी गराउँछ कि। अब हुन त त्यो साइलेन्सर फेरेको होला है, तर डेन्जर गराउँछ कि यहाँहरूको। त्यो दामी रहेछ, लाइटिङमा बोल्ने पनि रहेछ, दामी रहेछ ल। भाइ वो टी सर्ट का कितना कति हो? 250 तीनटाको 700 त्यो 32 त्योहरूको। यसको कति नि? यसको तीनटाको 700 उ त्यो तीनटाको 700 होइन। यो त डेन्जर चल्यो नि त। यस्तो लाइटहरू बल्ने कि डेन्जर महँगो हुन्छ पोखरामा त। दामी महँगो हुन्छ कि पोखरामा त। यो त अहिले पोखरामा चले यो टी सर्टहरू है, दामी छ क्या। तर टी सर्टहरू दामी छ। तर पोखरामा कति भन्छ है यसमा त 700 को तिनटा रे होइन, 700 भाट, 700 रुपियाँ होइन कि 700 भाट। 7 इन्टु चौको गर्नु पऱ्यो, 7 चौको 28, 2800 को तिनटा भयो है। 7 चौको 28 हो नि त नि, 2800 तिनटा है। 2800 को नेपाली 2800 को चाहिँ तिनटा क्या। दामी छ यार टी सर्टहरू। दामी छ नि ब्रो यार, दामी छ यार ल। दामी ल। हाम्रो सोल्टीले चाहिँ ग्लोवाला तीनटा टी सर्ट लियो होइन, 700 मा होइन सोल्टी। दामी छ क्या। तर यो टी सर्ट 700 को 28 राम्रो त हो त। अनि नाइट मार्केट सुरु भयो क्या यहाँहरूको त। जति रात भयो त्यति नाइट मार्केट सुरु हुँदो रहेछ कि है। बजार हेर न, सब अघिसम्म केही थिएन क्या यो, अहिले चाहिँ डेन्जरै भइसकेको छ। अघि चाहिँ दिदीहरूले रिसाउने बनायो, अब चाहिँ हामीले रिसाउने बनायो कि दिदीहरूलाई होइन। अब चाहिँ हामी रुमतिर होटेलतिर लाग्छौँ है। अनि होटेलमै गएर भेटौँला 12:15 हाम्रो ब्रदरले जोइन तान्दैछ है थाइल्यान्डमा। थाइल्यान्डको ग्रिन स्टप भन्ने रहेछ यहाँ चाहिँ 500 ओके।
मारले सुत्नला है म एडिट गर्दा 1:35 भइसकेको छ एडिट गर्दा त्यही हो म अहिले भिडियो सबै मैले यो भिडियो सबै गरेको चाहिँ मेरो मोबाइलबाट नै हो है अनि रेडमीको मोबाइलबाट हो गोप्रोले स्विच अफ अनै भएन कि गोप्रो चाहिँ अनै भएन है अफको अफै भएछ यार के भयो कस्तो मोबाइलले चाहिँ साथ दियो साथीको गिम्बलले साथ दियो है अब त्यही हो अब पोखरा जान्छु अनि बनाउनु पर्ला गिम्बल के अरे पोखरा जान्छु अनि त्यसलाई नै बनाउँला है गोप्रोलाई नै बनाउँला अब भोलि सिङ्गापुरतिर लाग्नेछ सिङ्गापुर गएर भेटौँला अहिलेलाई बाई बाई गुड नाइट सी यू है त